प्रधानमन्त्री भए बापत अपराधी हुनुपर्ने? प्रधानमन्त्री भए बापत कस्तो कस्तो अत्यन्त स्तरहीन खालको क्रियाकलाप भइरहेछ। हामीले पहिले नै अनुमान गरे चाहिँ पूर्वाग्रह पूर्ण प्रतिवेदन ल्याउनका लागि यो गरिएको भनेको कतै ठाउँ नपाएपछि फौजदारी संहिता 2074 को दफा 181 र 182 भन्ने कतै मेल नखाने त्यस्तो खालको चाहिँ दफा, यो बदनाम गर्ने, चरित्र हत्या गर्ने, मानसिक रूपमा तनाव दिने प्रयत्न स्वरूप गरिएको एउटा कुकर्म हो यो। त्यहाँ मान्छेले घटाएको हुनुपर्छ, आफू उपस्थित हुनुपर्छ, उसले त्यो घटना घटाएको हुनुपर्छ। जसले घटना घटाएको छैन त्यस ठाउँमा 181, 182 जस्ता दफाहरू भनेको साधारणतया कानुन बुझेको मान्छेले या कानुन हेर्न जान्ने मान्छेले, अनि घर आइसकेपछि त्यो च्याम्बरबाट उनले गोली हटाएको हुन्थ्यो। घर आएपछि श्रीमतीलाई यसो बन्दुक ताक्थे, हान्यौ भन्थे, हान्ने भए हान भन्थिन् उनले, ट्याक्क पार्थ्यो, गोली रहन्छ भन्थ्यो, बन्दुक राख्थ्यो। यसै गरी उनीहरूको एउटा ठट्टा जस्तो चलिराख्थ्यो। एक दिन च्याम्बरबाट गोली निकाल्नै उसले भुल्या रहेछ, आएर हान्दिउँ भनेर सधैँ जस्तै, हान्छौ भने हान भनेर श्रीमतीले भनेन्। किटिक्क थित्त ड्याममा पड्क्यो श्रीमती ठाउँको ठाउँ। यसलाई भन्छ लापरवाही। च्याम्बरमा गोली छ कि छैन हेर्न पर्यो। श्रीमती मार्ने नियत हुँदै होइन, त्यस्तो हुनै सक्दैन थियो, तर भइदियो। एउटा दुर्घटना हो, त्यसलाई भन्छ लापरवाही। अनि त्यो लापरवाहीको मुद्दा त त्यहाँ मान्छेले घटाएको हुनुपर्छ, आफू उपस्थित हुनुपर्छ, उसले त्यो घटना घटाएको हुनुपर्छ। जसले घटना घटाएको छैन त्यस ठाउँमा 181, 182 जस्ता दफाहरू भनेको साधारणतया कानुन बुझेको मान्छेले या कानुन हेर्न जान्ने मान्छेले, त्यो भनेको के हो भनेर बुझेको मान्छेले यस्ता कुरा गर्न सक्दैन भने पूर्व न्यायाधीश भइसकेको, सर्वोच्च अदालतको न्यायाधीश भइसकेको मान्छे, पूर्व प्रहरीको उच्च तहको विशेष अदालतको, विशेष अदालतको जहाँको भए पनि न्यायाधीश भइसकेका मान्छेले यतिको कुरा नबुझ्ने कुरा छैन। दफा 181 र 182 भन्दा ती दफाको अर्थ के हो भनेर नबुझ्ने कुरा छैन। तैपनि हाम्रो नाम त्यहाँ उल्लेख गर्नु भनेको चरम पूर्वाग्रह, कतै केही नपाएपछि, नभेटेपछि बलजफ्ती लगेर ती दफाहरू ठुँसेको छ त्यहाँ। यो चल्नै नसक्ने कुरा। यो बदनाम गर्ने, चरित्र हत्या गर्ने र घृणाको राजनीतिको अर्को प्रकटीकरण मात्रै हो। घृणाको राजनीति प्रकट भएको मात्रै हो। त्यसकारण यो निन्दनीय छ, यो खेदजन्य छ, यो अस्वीकार्य छ। हाम्रो मान्यजीहरूले यी कुराहरूलाई बुझ्नु पर्दछ र यो हामीले पहिले नै अनुमान गरे चाहिँ पूर्वाग्रह पूर्ण प्रतिवेदन ल्याउनका लागि यो गरिएको भनेको कतै ठाउँ नपाएपछि फौजदारी संहिता 2074 को दफा 181 र 182 भन्ने कतै मेल नखाने त्यस्तो खालको चाहिँ दफा, यो बदनाम गर्ने, चरित्र हत्या गर्ने, मानसिक रूपमा तनाव दिने प्रयत्न स्वरूप गरिएको एउटा कुकर्म हो यो। आयोगले गरेको यो कुकर्म हो। यसमा हामीले दुःख व्यक्त गर्न सक्छौँ, दुःख व्यक्त गर्छौँ। अब यस्ता कुराहरू अर्थात् हाम्रा विरुद्ध प्रधानमन्त्री भए बापत अपराधी हुनुपर्ने? प्रधानमन्त्री भए बापत
कस्तो कस्तो अत्यन्त के स्तरहीन खालको क्रियाकलाप भइरहेछ। र यो एउटा बद्दा नाटक हो, कलाविहीन हुन्छ नि त्यस्तो बद्दा नाटक। हामी यस्ता अप्ठ्याराहरूसँग जुझ्दै अगाडि बढ्नेछौँ। एउटा हामीले राजनीतिको उतार चढावसँग हरेस खानु हुँदैन। राजनीतिमा उतार चढाव भइरहन्छ। 15 सालमा नेपाली कङ्ग्रेस झन्डै 2/3 थियो। 74-75 पछि नेकपा एमाले अर्थात् हामी झन्डै 2/3 थियौँ। अहिले राष्ट्रपा झन्डै 2/3 छ। पहिलोपल्ट इतिहासमा झन्डै 2/3 राष्ट्रपाले ल्याएको त होइन नि त, 2/3 नै नेपाली कङ्ग्रेसले ल्याएको थियो त। योभन्दा बेटर पोजिसन 15 सालमा नेपाली कङ्ग्रेसको थियो। 17 सालमा फौजी काण्डबाट त्यो समाप्त हो। फौजी काण्ड निन्दनीय छ, तर भएको थियो। महेन्द्रले गरेको फौजी काण्ड, सत्ता कब्जा को गरिएको थियो। निर्वाचित प्रधानमन्त्रीलाई जबरजस्ती हटाइएको थियो। अहिले पनि संवैधानिक प्रक्रियाबाट निर्वाचित प्रधानमन्त्रीलाई हटाएको होइन। सरकार संवैधानिक प्रक्रियाबाट, कानुनी प्रक्रियाबाट, लोकतान्त्रिक प्रक्रियाबाट, संसदीय प्रक्रियाबाट सरकार गएको होइन। हुल हुज्जतबाट सरकार गएको हो।